नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। आज छठको महत्त्वपूर्ण दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिने। दाङ पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना, 1 जनाको मृत्यु। उदयपुरमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा 5 जना युवालाई पक्राउ। मन्त्री परिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघद्वारा आपत्ति। र ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनौटमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै। अब समाचार विस्तारमा। आज छठ पर्वको महत्त्वपूर्ण दिन अर्थात् षष्ठी तिथि हिन्दू मधेसी समुदायले अस्ताउँदो सूर्यको पूजा गरी यो पर्व धुमधामका साथ मनाउँदैछ। यस दिन साँझ पोखरी तलाउ र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गर्ने परम्परा छ। जनकपुर धामको गंगासागर, अर्गजा पोखरी, रत्नसागर, धनुष सागरका साथै सप्तरीको कोशी लगायत स्थानमा भक्तजन पुग्ने क्रम सुरु भएको छ। विशेष गरी तराई जिल्लामा प्रमुख पर्वका रूपमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ लगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ। यो पर्व धेरै नियम र निष्ठा छन्। शुद्ध मनले व्रत बसेमा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ। आज प्रसादका लागि ढकुवा, भसुवा आदि पकाइन्छ। साथै नरिवल, भोगटे, स्याउ, उखु, मला, बेसार, अदुवा, सखरखण्ड सहित विभिन्न प्रकारका सामग्री पनि प्रसादका रूपमा प्रयोग गरिन्छ। आज राति भक्तजन लगायत किनारमै प्रसादको सुरक्षाका लागि छठ माताको पूजा आराधना गरी गीत गाउँदै जागराम बस्नेछन्। बुधबार आउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुनेछ। काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथ उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ। सूर्य देवता र छठी माताको पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिव्यक्त गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन्। छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मुख्य रूपमा तराई मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेको भन्दै खुसी व्यक्त गरेका छन्। एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ। यस जात, धर्म र समुदाय बीच आपसी मेलमिलाप र सौहार्दमा वृद्धि गरेको छ। छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन एकताबद्ध बनाएको छ। प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका 1 पाखा पानीमा गै राति लु 21 प 5348 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने अर्का 1 व्यक्ति घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्रहरी उपनिरीक्षक बेल पाण्डेका अनुसार मृत्यु हुनेमा अन्दाजी 60 वर्षीय पुरुष रहेका छन्। मृतकको शनाखत हुन सकेको छैन। उनको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ। दुर्घटनामा परि प्युठानको माण्डवी गाउँपालिका 1 कुमलटारका 20 वर्षीय कमल अधिकारी घाइते भएका छन्। उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ। उदयपुरमा 12 वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा 5 जना युवा पक्राउ परेका छन्।
उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर 3 की 12 वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार 5 युवालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायक उपनिरीक्षक अर्जुन राणा भाटको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनु भएको छ। एसपी राईका अनुसार पक्राउ परेका मानिसको नाम गोप्य राखेर अहिले अनुसन्धान भइरहेको छ। गएको शनिबार दिउँसो बाख्रा चराउनका लागि गएकी बालिका आइतबार दिउँसो गाउँको अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी उदयपुरले प्रहरी नायक उपनिरीक्षक सहितको तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानको लागि पठाएको थियो। यो टोलीले बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएपछि शंकास्पद स्थानीय 5 जना युवालाई नियन्त्रणमा लिएको हो। स्थानीयवासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरूको हात हुन सक्ने अनुमान गरेकाले महानगरीय प्रहरी वृत्त बौद्ध प्रदेश नम्बर 3 का सांसद गणेश दुलालले सवारी गाडीमा ढुङ्गा प्रहार गर्ने एकजनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले काठमाडौँ महानगरपालिका 6 बौद्ध महाकाल पानी ट्याङ्की नजिक सडकमा 19648 नम्बरको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका 20 वर्षीय पासाङ दोर्जे शेर्पालाई आज पक्राउ गरेको हो। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहको सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जानकारी दिनुभएको छ। ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको 36971 नम्बरको गाडीको अगाडिको सिसा समेत फुटेको छ। प्रहरीले शेर्पासँगै 44 नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताउनु भएको छ। अब समाचारमा केही बेर विश्रामपछि मन्त्री परिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघद्वारा आपत्ति। यो वर्षको कार्तिक नाच सोमबार साँझदेखि ललितपुरको कार्तिक डबलीमा सुरु र म्यानमारकी नेतृत्व आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। काठमाडौँ सरकारले सङ्घ प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारी संयोजन अध्यादेश 2075 ल्याउने तयारी गरेको छ। सरकारले यसअघि ल्याएको कर्मचारी संयोजन ऐन 2074लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो। संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले 3 तहमा कर्मचारी संयोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया सुरु गरिएको जानकारी गराउनु भएको छ। मन्त्री पण्डितले अध्यादेशको प्रक्रिया सुरु गरिएको परामर्शका लागि लोकसेवा आयोगको समेत जानकारी पठाइएको बताउनुभयो। सरकारले लोकसेवा आयोगको परामर्श लिएपछि मन्त्री परिषदले स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइनेछ। मन्त्री पण्डितले पुस मसान्तभित्र 3 तहका कर्मचारी समायोजन गर्ने जानकारी गराउनुभयो। सरकारले अहिले भएका 1,17,000 कर्मचारी मध्ये केन्द्रमा करिब 45,000, प्रदेशमा 21 र स्थानीय तहमा 57,000 कर्मचारी समायोजन गर्ने तयारी गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता देवेन्द्र पौडेलले पार्टी केन्द्रीय समिति निष्क्रिय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले तत्काल पार्टी केन्द्रीय समितिलाई सक्रिय बनाउन नेतृत्वसँग माग गरेका छन्। नेकपाको स्थानीय समिति बैठक नबस्दा केन्द्रीय समिति निष्क्रिय जस्तै भएको भन्दै उनले तत्काल स्थानीय समिति बैठक डाकेर केन्द्रीय समितिलाई गति दिन पार्टीका दुवै अध्यक्षलाई आग्रह गरेका छन्। स्थानीय समिति बैठक नबस्दा नेकपाले केन्द्रीय समिति काम विहीन जस्तै छ। पार्टीका शीर्ष नेतृत्व गुट, उपगुट र आसेपासेबाट प्रभावित नभई सिङ्गो नेपाल र नेपालीको नेतृत्व गर्ने गरी अघि बढ्नुपर्ने नेता पौडेलको भनाइ छ। उनले आम कार्यकर्ताहरूको गुटको पक्षमा नभएर विशाल पार्टी निर्माणको पक्षमा रहेको पनि उल्लेख गरेका छन्।
नेपाल पत्रकार महासंघले मन्त्री परिषदका निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। सरकारका प्रवक्ता तथा मन्त्रीहरूले मन्त्री परिषदको निर्णय तत्काल सार्वजनिक नगरी 48 घण्टापछि व्यवस्थित रूपमा सार्वजनिक गर्ने प्रक्रियामा व्यक्त गर्नले जननिर्वाचित सरकारले गरेको निर्णय तत्काल जान पाउने नागरिकको अधिकारमाथि आघात पुग्ने महासंघको ठहर रहेको महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सञ्चार प्रविधि तीव्र विकास र समाज विकासको आजको युगमा लोकतान्त्रिक सरकारले निर्णयहरूको सूचना पाउन नागरिकले 48 घण्टा कुर्न पर्छ भन्नु विगतै अभ्यास हुनु छाडिसकेको समान्ति परम्पराको निरन्तरता हुने तर्फ सरकार सजग बन्नुपर्ने महासंघको आग्रह गरेका छन्। मन्त्री परिषदका निर्णय बैठक लगत्तै सार्वजनिक गरेको खुल्ला पारदर्शी र लोकतान्त्रिक अभ्यासले अनुसरण गर्न सरकार समक्ष नेपाल पत्रकार महासंघले माग पनि गरेको छ। पास्थरमा आउँदो मङ्सिर 3 गतेदेखि राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु हुने भएको छ। परिचय पत्र जिल्ला प्रशासन कार्यालय र विवरण सङ्कलन भएको गाउँपालिकाको वडा केन्द्रबाट वितरण गरिनेछ। जिल्लामा अहिलेसम्म 50,974 जना नेपाली नागरिकको विवरण सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनुभयो। पास्थर जिल्लामा गएको असार 5 गतेदेखि विवरण सङ्कलन कार्य सुरु गरिएको थियो। कार्तिक 15 गतेबाट परिचय पत्रको कार्ड छपाइएको काम भइरहेको राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभागका महानिर्देशक दीपक काप्लेले बताउनुभयो। जिल्लामा आउँदो पुस 15 गतेसम्ममा सङ्कलनको काम सक्ने काप्लेको भनाइ छ। पहिलो चरणमा पास्थर जिल्ला र सिंहदरबारभित्रका कर्मचारीहरूलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने र दोस्रो चरणमा 15 जिल्लामा राष्ट्रिय परिचय पत्रको लागि वितरण सङ्कलनको काम थालिने महानिर्देशक काप्लेले जानकारी दिनुभएको छ। यो वर्षको कार्तिक नाच सोमबार साँझदेखि ललितपुरको कार्तिक डबलीमा सुरु भएको छ। 378 वर्ष पुरानो सांस्कृतिक महोत्सव बोकेको कार्तिक नाच मङ्गल बजार स्थित कार्तिक डबलीमा सोमबारबाट सुरु भएको हो। यो नाच 12 दिनसम्म नियमित रूपमा देखाइनेछ। पहिलो पटक 5 दिन देखाइने गरी सुरु भएको इतिहासमा उल्लेख छ। मल्लकालीन राजा सिद्धि नरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाइने गरेकाले यसलाई कार्तिक नाच भन्ने आएको छ। यो नाचमा पछि उनका छोरा श्रीनिवास मल्लको बाद एक लोक नाटक 10 दिन थपेर 15 दिन पुर्याइएको मानिन्छ। यसै नाचले श्रीनिवास मल्लका छोरा योग नरेन्द्र मल्लले उषा हरण तथा माधव वनलमिला थपेर कार्तिक महिनाभरि 27 दिन सञ्चालन गरिएको इतिहासमा छ। 27 दिनसम्म देखाइने यो नाचमा विभिन्न विषयवस्तु तथा विभिन्न कथामा आधारित रहेको बेग्ला बेग्लै नाच नहोदोर्याउने देखाइन्छ। विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे। जसरी विभिन्न पात्रको प्रस्तुत नै कार्तिक हो। कार्तिक नाचको प्रमुख र विशेष नाच नरसिंह अवतारमा हिरण कश्यपलाई नृसिंहको बाँध गरिने नाच यो वर्ष मङ्सिर 5 गते देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ। अन्य नाच बेलुका 7 बजे सुरु गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रदर्शनी हुने गर्छ। कार्तिक नाच पहिला 1 महिना देखाउँदै आए पनि आर्थिक अभावका कारण बीचमा 1 साता मात्र देखाउन थालेको थियो। पछिल्ला वर्षहरूमा भने वर्षेनी 12 दिन देखाउन थालिएको छ। यो नाच सञ्चालनका लागि वर्षेनी 5.5 लाख खर्च हुने गरेको छ। अब फेरि समाचारमा केही बेर विश्रामपछि म्यानमारकी नेत्री आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता र ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनौटमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। चीनले नेपालको पर्यटन क्षेत्रको प्रवर्धनका आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल भ्रमणमा रहनुभएका चिनिया संस्कृति तथा पर्यटन मन्त्री लिउ सुङ्गागीले मङ्गलबार सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँग भेट गरी नेपालको पर्यटन क्षेत्रको प्रवर्धनमा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सिंहदरबारस्थित सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा चिनिया पर्यटन प्रवर्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनिया सांस्कृतिक तथा पर्यटन मन्त्री सुगाङले नेपाल सरकारसँग आग्रह गर्नुभएको थियो। पर्यटन भ्रमण वर्ष 2020 लाई सफल बनाउन पनि चिनिया मन्त्री
सुगाङले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले जानकारी दिनुभयो। उहाँले चीन नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि स्पष्ट पार्नुभयो। नेपालमा पर्यटनको प्रवर्धनमा चीनले कसरी सहयोग गर्न सक्छ, चीनका लागि कस्तो इन्भाइरोमेन्ट नेपालमा चाहिएको छ र मुख्य रूपमा कसरी सहयोग गर्न सक्छ भन्ने सन्दर्भमा नै बढी हाम्रो छलफल भएको छ र भ्रमण वर्ष 2020लाई प्रभावकारी बनाउने सन्दर्भ र चिनिया पर्यटकहरू बढीभन्दा बढी आउने अवस्था सिर्जना गर्ने सन्दर्भमा र त्यसका लागि चिनिया भाषा र अरू कुराहरूको चाहिँ प्रमोसनको सन्दर्भमा धेरै कुराकानी भएका छन् र एउटा सामूहिक द्विपक्षीय सहमति भएको छ कि पर्यटन प्रवर्धनमा हामीले खास काम गर्ने, भ्रमण वर्ष 2020लाई सफल बनाउने र सँगसँगै यो 2030सम्म एक दशकसम्म यसको चाहिँ यो एक्टिभिटीलाई चाहिँ एकदमै निरन्तर लैजाने भन्ने कुरा चाहिँ भएको छ। काठमाडौँमा आयोजित चिनिया महोत्सवमा भाग लिन नेपाल आउनुभएका चिनिया सांस्कृतिक तथा पर्यटन मन्त्री सुगाङ र नेपाली समकांक्षी अधिकार बीच द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विविध विषयमा पनि छलफल भएको सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्री स्तरीय भेटवार्तामा नेपालका लागि चिनिया राजदूत यु हुङको पनि उपस्थिति रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ। प्रजातन्त्र प्राप्तिको आन्दोलनमा कार्यक्रममा आफ्नै घरमा नजरबन्द रहेको बेला सन् 2009मा सुकीलाई दिएको एम्बेसडर अफ कन्साइन्सर अवार्ड फिर्ता लिएको हो। म्यानमारमा अल्पसंख्यक रोहिंग्या समुदायका लाखौं मानिसले म्यानमार छोड्नु परेको घटनामा चुप रहेकोमा निराशा जनाउँदै उपाधि फिर्ता लिने निर्णय गरेको एमनेस्टीले जनाएको छ। अब खेल समाचार। नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आईसीसीले जारी गरेको टी20 क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको वरियतामा पर्न सफल भएका छन्। कप्तान पारस ब्याटिङ र अलराउन्डर गरी 3 मध्ये 1-2वटा विधाको वरियतामा पर्न सफल भएका हुन्। उनी अलराउन्डरमा 41औं स्थानमा रहेका छन्। उनले इङ्ल्यान्डका जाइर रुट, बेड स्टोक, दक्षिण अफ्रिकाका क्रिस मेरिस, पाकिस्तानका हसन अली, इमाद वासिस जस्ता विश्व चर्चित खेलाडीलाई पछि पारेका छन्। ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनौटमा नेपालले आज अन्तिम खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ। थुम्बुना रङ्गशाला स्थानीय समय अनुसार दिउँसो 3 बजे बङ्गलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। बङ्गलादेशलाई पराजित गर्न सके नेपाल ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलमा दोस्रो चरणमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ। आज हुने समूह सीकै अन्तिम खेल आयोजक म्यानमार र भारतमध्ये एक टिमले जित हात पारेमा नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ। तर दुवै टिमले बराबरी खेलमा हेड टु हेड आधारमा म्यानमार, नेपाल र भारतमध्ये 3 टिम दोस्रो चरणमा प्रवेश गर्नेछ। आफ्नो पहिलो खेलमा भारतसँग 1-1 गोलको बराबरी खेलको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्वन्दी म्यानमारसँग पनि 1-1 गोलकै बराबरी खेल्दै नेपालको अङ्क बढेको थियो। दुई बलिया टिमलाई रोकेको नेपालले बङ्गलादेश विरुद्ध मैदानमा ओर्लिँदा उच्च मनोबलको साथ खेल्नेछ। आईसीसी महिला टी20 विश्वकपमा इङ्ल्यान्डले बङ्गलादेशलाई हराएको छ। वर्षाले प्रभावित खेलमा इङ्ल्यान्डमाथि डकवर्थ लुइस नियम अनुसार 7 विकेटले पराजित गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले 20 ओभरमा 9 विकेट गुमाउँदै 76 रन बनाएको थियो। इनिङको पुरै ओभर खेले पनि बङ्गलादेशकी आशय रहमानले 39 रन बनाउँदा अन्य खेलाडीले राम्रो खेल्न सकेनन्। जहानारा आलमले 12 र रुमान अहमेदले 10 रन बनाए भने 4 जना खेलाडीले खाता नै खोल्न सकेनन्। बलिङतर्फ इङ्ल्यान्डकी क्रिस्टी गुलरले 3 विकेट लिइन्। 77 रनको झिनो लक्ष्य पछ्याएको इङ्ल्यान्डकी ओपनर ड्यानी वेड
पहिला बलमा नै आउट भइन्। 13 रनको अवस्था ट्यामी ब्युमन दोस्रो विकेटमा रूपमा आउट भइन्। त्यसपछि नताली स्किबर र एमी जोन्सले सम्हालिएको प्रदर्शन गरे। स्किबरले 17 बलमा 23 रन बनाएर आउट भइन्। 9 ओभरमा इङ्ल्यान्डले 55 रन बनाएपछि ग्रास आइसलेट मैदानमा वर्षा भयो। करिब आधा घण्टापछि सुचारू हुँदा खेल 16 ओभरमा झरिएको थियो भने इङ्ल्यान्डलाई 64 रनको नयाँ लक्ष्य दिएको थियो, जुन लक्ष्य इङ्ल्यान्डको 3 बलमा नै पुरा गर्यो। 9 ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका र तेस्रो बलमा 1 रन लिँदै हिथर नाइटले इङ्ल्यान्डलाई जित दिलाइन्। जितसँगै इङ्ल्यान्ड 3 अङ्क बनाउँदै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आज छठको महत्त्वपूर्ण दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिने। पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना, 1 जनाको मृत्यु। उदयपुरमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा 5 युवा पक्राउ। मन्त्री परिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घद्वारा आपत्ति। र ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनौटमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।